धन्यवाद सबैलाई फिसी नमस्ते। अब आज चाहिँ धेरै पछि भिडियो हाल्दैछु है। आजको हाम्रो भिडियो चाहिँ थाहा पाइसक्नु होला, माछाहरू आउँदैछ हैन। कुरिरहेको छु माछाको लागि चाहिँ। बिहानदेखि कुरेको खै आज अलिक ढिला भइसक्यो है, 12 बज्न लागिसक्यो अहिलेसम्म आएको छैन। धेरै पछि भिडियो बनाउँदैछु, अस्ति अलि हाल्न पाइनँ, केही छैन, फेरि अब रेगुलर नै हाल्दैछु है। यो भिडियो पछि सबजनाले सब्सक्राइब गरिदिनु होला है, अनि बेल आइकन पनि थिच्नु नबिर्सनु हैन, नोटिफिकेसन आइहाल्छ, ठ्याक्क थाहा भइहाल्छ नि त्यसपछि हैन हाम्रो भिडियो आयो भनेर। ओके, अब एकछिनमा चाहिँ म माछा आएपछि चाहिँ अनबक्स गरेर अनि ट्याङ्कमा हालेर त्यसपछि तपाईहरुलाई चाहिँ सर्र प्राइस पनि भनिदिन्छु, कुन कुन माछा आछ। मजाले भिडियो चाहिँ स्किप नगरिकन हेरिदिनु होला है त। ल गाइस, मैले चाहिँ सबै माछाहरू हालिसकेँ हैन। लेट्स स्टार्ट है त, यहाँदेखि स्टार्ट गरौँ है त। यहाँ चाहिँ हाम्रो नियोन टेट्राहरू आएको छ है। मैले यसमा लाइट बालेको छैन किनकि अघि लाइट बालेको सबजना भर्खर हालेको भएर फारफुर गरेँ, त्यसैले लाइट बालेको छैन। तर हेर्न सक्नुहुन्छ क्वालिटी हैन, राम्रो आछ, बबाल आछ नियोन टेट्राहरू हैन। ल दौडी हाल्नु है। यसको चाहिँ त्यही 120 रुपिस मात्र आएको छ है पियरको है, राम्रो क्वालिटी आएछ। 100 रुपिसमा आउँछ कि भन्ने सोचेको, अलिकति आएन है। 120 रुपिस हो पियरको, दौडी आइहाल्नु होला। नेक्स्टमा जाउँ। हाम्रो यहाँ रेड बलुन मैले यसपालि सस्तोमा आएको छ है, 200 रुपियाँमा बेचेँ हो मैले लास्ट टाइम हैन। यसपालि चाहिँ 150 रुपिसमै दिन लाग्छु मैले है, दौडी आउने। अर्को छ हाम्रो यहाँ टाइगर बार्बर छ, अल्बानो टाइपमा, 80 रुपिस पेयर छ है त। नेक्स्ट मुभ टु द नेक्स्ट ट्याङ्क। यहाँ चाहिँ सानो रेड क्यापहरू आएको छ, भर्खर राखेको भएर अलिक स्ट्रेसमै बसिरहेछ है। तपाईँहरू मेरोसँग फ्रेस भइसक्छ। त्यसको चाहिँ 150 रुपिस पेयर है त रेड क्याप। हामीसँग यहाँ रेनबो सार्कहरू छ, रेनबो सार्कहरू चाहिँ 200 रुपिस पेयर है। ल नेक्स्ट ट्याङ्कमा जाउँ। हामीसँग चाहिँ यहाँ 2-3 भेराइटीको माछा छ है। एउटा चाहिँ हाम्रो आज आएको यो ग्लो टेट्राहरू छ, ग्लो लाइट टेट्रा भन्छ यिनीहरूलाई चाहिँ। यसलाई चाहिँ अझै कलर अन बाइक छ, भर्खर हालेको भएर त्यति कलर आएको छैन। त्यसको चाहिँ 200 रुपिस पेयर छ। अनि यहाँ ब्ल्याक नियोन पनि छ, ब्ल्याक नियोनको पनि 200 छ। अनि हाम्रो यो ब्लड पिन टेट्राको पनि 200 छ है। 3टा भेराइटीको माछा छ, जुनलाई पनि 200 छ पेयरको है त। ओके गाइस, यसमा चाहिँ हाम्रो यो लोच है, यो लोच टन्नै छ, मजाले हुनु। यो चाहिँ हाम्रो गोल्ड फिसदेखि लिएर हैन, टेट्रा भेराइटी जेसँग राखे पनि भयो। बटम ड्रेलर हो, बटममा बस्छ, मजाले तपाईँको वेस्टेज फुडहरू पनि खाइदिन्छ। पिसफुल माछा हो है, जोसँग राख्नु मिल्यो। यसको चाहिँ 200 रुपिस पेयर छ है हाम्रो। मजाले हेर्न सक्नुहुन्छ, दौडी आउनु है यो लोच। ओके, लेट्स मुभ टु द नेक्स्ट ट्याङ्क। हाम्रो चाहिँ यहाँ अलिकति साइनी कलरमा रोजी बार्बर आएको छ, गोल्डन बार्बर हो हैन। अनि यसको चाहिँ तपाईँको 80 रुपिस मात्र पेयर है, जुनलाई पनि। अनि हाम्रो यो यसमा चाहिँ ग्लास अलि 4 चाहिँ, सरी मैले भित्रबाट स्क्रेप गरेको छैन किनकि एल्गिटर राख्ने विचार थियो यसमा। अनि यो चाहिँ हाम्रो ड्रक नियोन रेनबो पनि छ है, यो चाहिँ 350 रुपिस छ है पेयरको। ल नेक्स्ट ट्याङ्कमा जाउँ। यो सब भनिसकेँ मैले। यो हाम्रो चाहिँ व्हाइट विडो टेट्राहरू पनि छ, 80 रुपिस पेयर है। अनि अर्को भनेको गप्पीहरू पनि राम्रो आएको छ है, ठिकैको। गप्पी पनि के हो, मेलहरू अलिक कमै पठाएको रहेछ, ठिकै छ। यो चाहिँ तपाईँलाई 100 रुपिस पेयर पर्छ है त। अर्को छ हाम्रो यहाँ ब्रोन्ज कोरीहरू पनि छ है, ब्रोन्ज कोरीहरू पनि आएको छ। ब्रोन्ज कोरीहरू 150 रुपिस पेयरमा छ है त। नेक्स्ट टाइममा जाउँ। यता भयो, अब यता जाउँ। ल यता चाहिँ हाम्रो रेड क्यापहरू आएको छ है, राम्रो साइजमा आएको छ। एउटा स्ट्रेसमा उताबाट आउँदा त्यो ढलिरहेको छ, ठिकै छ बोटला। यो चाहिँ तपाईँको 300 रुपिस पेयर छ है, साइज ठुलो छ है। फेरि मैले अघि 150 चाहिँ देखाएँ, यो 300 रुपिस चाहिँ है त। अर्को यो यिनीहरू चाहिँ नर्मल गोल्डफिसहरू, यो यिनीहरू चाहिँ तपाईँको 200 रुपिस पेयर छ है। यतापट्टि ब्ल्याक मोर हाम्रो 200 पेयरमै आयो हजुरहरूलाई, 250 रुपिस पेयर यसको चाहिँ। अनि यो हाम्रो
यसमा भएको रेड क्याप पनि 250 नै हो भने यो ओरन्डाहरू चाहिँ 400 रुपिस पेयर छ है। दामी आछ है। 400 रुपिस पेयर छ भने यहाँ आऊ हाम्रो मिक्स रेड क्याप सरी रेड गोल्डहरू छ, यिनीहरू चाहिँ 200 रुपिस पेयर है त जुन लगे पनि। अनि हाम्रो यहाँ छ पिङ्कमा हाम्रो विडो टेट्राहरू छ 80 रुपिस पेयर, जुन कलर लगे पनि है। यता पनि छ, यिनीहरू पनि 80 रुपिस भने हाम्रो जेब्रा ड्यानीहरू आएको छ। जेब्रा ड्यानियर चाहिँ 50 रुपिस पेयर है त। प्ल्याटीहरू पनि आएको छ है, प्ल्याटीहरू पनि आएको छ। प्ल्याटीहरू चाहिँ 60 रुपिस पेयर छ है त। यता नि गोल्ड फिसहरू नै छ, त्यहाँ बसिरहेको छ स्ट्रेसमा। ठिक छ, त्यो यो र यो चाहिँ सेमै हो होइन। यिनीहरू जुन लागि 200 रुपिस पेयर छ है त। ल अब अर्को आएको भनेको हाम्रो यहाँ छ सुबनकिनहरू आएको छ। सुबनकिनहरू चाहिँ 150 रुपिस पेयर हो है। छोटो बनाउँछु ब्लग, त्यति ठुलो पनि धेरै पनि बनाउँदैन। अर्को भनेको हाम्रो यहाँ छ अस्करहरू पनि आएको छ, ब्ल्याक टाइगर अस्करहरू। यिनीहरू चाहिँ ठिक्कको साइजका छ, 500 रुपिस पेयर छ है त। ओके, यहाँ जाउँ। यहाँ चाहिँ म्यासिभ एब्लो गोल्ड फिसहरू आएको छ है, ओरन्डाहरू ठुलो। यसको चाहिँ हाम्रो 1200 रुपिस पेयर छ है, एकदम ठुलो छ है, सानो होइन ठुलो नै छ। र अहिले चाहिँ माछाहरू त्यति एक्टिभ छैन, किन अघि भएर हाल्दैछु छु। लाइट बाली उसिनहरू अलिकति स्ट्रेसमा छ, अब लाइट सबै लाइट निभाउँछ है अपडेट पछि। अर्को भनेको हाम्रो सार्कहरू छ, सिल्भर सार्कवाला सार्कहरू, यो चाहिँ 350 रुपिस पेयर छ है त। अनि अर्को छ हामीसँग यहाँ मार्बल एन्जलहरू। मार्बल एन्जल लगे पनि 3 स्पटेड गोरामी लगे पनि हाम्रो चाहिँ 200 रुपिस पेयर छ है त। लगाइस यति हो है। अर्को भनेको हामीसँग काबुते कोइहरू छ। काबुते कोइहरू पनि दामी आएको छ है। यिनीहरूको चाहिँ 400 रुपिस छ है त पेयरको है त। अर्को यहाँ छ हामीसँग अर्को कोइहरू, लङ पिनहरू, बटरफ्लाई टेलहरू। यिनीहरू चाहिँ 1200 छ है पेयर, ठुलो छ साइज है त। यति नै हो गाइस, अहिले त त्यति छैन। हाम्रो हिरो हेराउन पनि हेरिरहेछ, यो पनि देखाइदिइहालौँ होइन। हेर्दैछ बिस्तारै कलर निकाल्दैछ अहिले पनि। ओके, अर्को भनेको त त्यति छैन। अब यो यिनीहरू चाहिँ म बेच्दिनँ होला, डोमिनोज यसपालि आएको छैन, अर्को छुट्टी आउँछ है। त्यसपछि पुरा पछि छुट्टै बनाउँला है त। यहाँ अहिले सबै न्युहरू हिँड्न थाल्यो। यसमा रातो चाहिँ त्यो उयसको बच्चाहरू है, यसको बच्चाहरू पनि छ यसमा रातो बलुन बोलेको। त्यो चाहिँ अहिले सेल गर्दैन होला। कस्तो लागिरहेछ गाइज यो ट्याङ्कहरू त, नियन टेट्रासँग नाम देखिरहेछ। लाइट नबालेको अहिले स्ट्रेसमा जान्छ भनेर है। अर्को हाम्रो यहाँ पनि हुँदैछ, त्यो त हाम्रो एभरग्रिनै हो नि होइन। बिस्तारो हुँदैछ यसमा पनि प्रोग्रेस प्लान्टहरूको। मुनि पनि प्लान्टिङ गर्दैछु अहिले चाहिँ। ओके गाइस, अहिलेको लागि चाहिँ यति नै हो होइन। अहिलेको यति नै स्टक आएको छ। अब मेबी अब धेरै जस्तो चाहिँ प्लान्टेड ट्याङ्कको नै म उस गरेर फोकस गरेर अलिक माछा ल्याउँदैछु। हजुरहरूलाई कुन माछा चाहिन्छ मेसेज गरेर आउनु सक्नुहुन्छ वा डाइरेक्ट पसल भिजिट गर्नु होला। ओके गाइस, नेक्स्ट भिडियोसम्मको लागि बिदा लिन्छु है। नेक्स्ट भिडियोमा भेट्यौँ होला है त। ओके, बाई बाई, जय नेपाल।